Hello guys, welcome back to my channel. I hope हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु र हजुरहरुलाई फेरि पनि स्वागत छ मेरो छोटो मिठो गेम प्ले भिडियोमा। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक गर्नु होला है त। भिडियोलाई अगाडि बढाउँ है त अब ल। अस्ति सुगर क्यान तोडे थियो मैले, सुगर क्यान हामीसँग आएको छ हैन। फार्म कम्प्लिट भइसकेको छ हाम्रो, एक्सपेन्ड भइसक्यो सुगर क्यान फार्म र हामीसँग सुगर क्यान बबाल भएर हुनला है त। त्यसैगरी भिडियोको सुरुवातमै रात पर्न आँटिसकेको छ। आज हामी वुड माइन गरौँ है त, हल्का भिलेजरहरुसँग ट्रेडिङ गरौँ, एमरल्ड्स कलेक्ट गरौँ हल्का भिलेजरहरुसँग ट्रेडिङ गरेर। त्यसको लागि हामी वुड माइन गर्नु पर्यो। एउटा भिलेजरले मलाई मेन्डिङ दिइराख के, तर त्यसको लागि न छैन हामीसित एमरल्ड एक पनि छैन। एमरल्ड कलेक्ट गर्नु पर्यो हैन। Good night guys. गुड मॉर्निंग। ओ भाई ये क्या है? ये क्या है? ओ गोलम, मैंने गोलम सही सा। Is my bodyguard guys. ये मलाई प्रोटेक्ट गर्छ। बाहिर यदि ममा केही हमला समला भइहाल्यो भने अचानक प्रोटेक्ट गर्नलाई गोलम छ है त मसित अहिले। यहाँ माइनिङ गरौँ है त। कस्तो आडे पानी रुख हो यार यो। फेरि चल्नु पर्छ। बाबा स्याप्लिङ त दौर पाइया त के हो, जंगलै बनाइदिने क्या अब यहाँ रुखको यतापट्टि छ अब कहाँ सही छ। गरमै त वुड सक्यो होला भने धेरै अझै रहेछ, भित्र भित्र नि छ क्या। सक्यो कि अब ए यही अगाडि, अब त छैन होला। अलि टाढा टाढा गरेर लगाऊ है, यहीँसित अलि मजा आएन क्या। अँध्यारो अँध्यारो जस्तो देखिएछ। स्याप्लिङ झरेको झरेछन्। हामी रुख लगाउने कहाँ भन्दा एक दुईटा भिलेजको अगाडि नि लगाइदिनु पर्छ क्या त। नला मैले त्यता हामी हो यहाँ यता लगाइदिउँ सब। कति खान हामीसँग 12 वटा खान, 12 वटा लगाइदिउँ है त ल। एउटा यहाँ, एउटा यहाँ, एउटा यहाँ, एउटा यहाँ, एउटा यहाँ लगाएर यो घाँस ल। एउटा यहाँ, एउटा यहाँ लगाइदिउँ, अझै छ। एउटा यहाँ, एउटा यहाँ, एउटा यहाँ, एउटा यहाँ ल। खत्तम भयो है त। अरु त्यहाँ झरिरहेको अझै स्याप्लिङहरु। तीनटा एप्पल पनि 4 वटा भइसक्यो।
अझै झरे हो यहाँ ए 5 वटा एउटा यहाँ लगाइदिम यहाँ त माथि पनि लगाइदिम यहाँ दुईटा एउटा यहाँ एउटा यहाँ एउटा यहाँ र एउटा यहाँ ल ठिक छ अरु पनि झर्या क्या ओ भाइ अरु पनि छ यार इनफ हुन्छ इनफ पहिला मगरबार कम भइसकेको छ ल पेट पनि फुल भयो बगाउन नि छोड्यौं हामी यहाँ लगाइदिनु पर्छ के एउटा सानो सानो उम्रियो अनि चट्टा डिजाइनमा के एउटा यहाँ तीनटा छ यहाँ एउटा अनि यहाँ एउटा चट्टा यता पनि यसको सिधा यहाँ एउटा दुईटा तीनटा यहाँ एउटा यहाँ हैन त्यसपछि एउटा यसको सिधा यहाँ एउटा ल राम्रोसँग उम्रियो भने अब ठुलो भयो भने त राम्रो देखिन्न सानैमा राम्रो देखिन्छ यहाँ र अरु एउटा तल यहाँ पनि लगाइदिउँ ल इनफ हामीसँग छ कति 41 वटा रहेछ ल यतिले ट्रेडिङ गर्न जामै त स्टिक बनाएर एक स्ट्याक कति स्ट्याक होला लगभग दुई स्ट्याक त कम्प्लिट हुन्छ होला दुई स्ट्याक लगभग कम्प्लिट भयो हामीसँग पहिलेदेखि पनि छ 16 स्टिक र हामीले बनाऊ यो सबैको स्टिक बनाउँ है त अब कहाँ छ स्टिक खै stick and so no डाइरेक्ट बनाइहालौँ न यही राखेर झन्झट खत्म नि एक स्टेक यहाँ भइहाल्यो त ल यति त डह्रो बन्छ तर एक स्टेक र 16 यहाँ छ दुई स्टेक 4 स्टेक भनेपछि त अझ कति 36 छ अरु भित्रै पहिला भित्रै गएर गरौँ न ब्लेजरसँग ट्रेडिङ गर्दै गरौँला यहाँ मसँग एउटा फुल थियो ल बाबा राम्रो देखि नल्ला ब्लेजर कहाँ हिँड्छ सानो ब्लेजरले छोरा जानु गएछ गाइस ल यसले मलाई मेन्डिङ दिएछ यहाँ मेन्डिङ त्यससँग हामी ट्रेड गर्न तयार कति 4 भयो हाम्रो त खै धेरै त होला भाइ हामीसँग स्टिक छ 7 8 अरु छैन 8 भयो अरु पनि छैन हामीसित ल अझै 2-3 एमराल्ड लिन सकिन्छ क्या है त दुईटा अरु नभए पनि दुईटा सकिन्छ होला 16 दुना 32 ल यहाँ 32 यहाँ 56 छ खै कहाँ गयो क्या कर रहे हो यार तुम लोग इधर आना तू भैया अब मिल्दैन यस्तो ग्रेभल चाहिए ए मसँग ग्रेभल थियो नि यार 10 यो चाहिए मलाई अहिले बोल लिन पर्छ क्या
एरो त छ एउटा भयो अहिले नलियो अहिले जाम हामी यहाँ पनि रुखहरू त छन् भयो भित्रको त नगरौँ बाहिरै जाउँ ओ इस रुख त यहाँ त भयङ्कर उगेछ त यस्तो खाले होइन कि मैले भन्न खोजेको यार छ्या नसोचेको हुँदो नि यार मैले यस्तो खाले हँदैन गरे नसोचेको भएपछि रुखलाई काटिहालौँ सानो सानो उम्रिन्छ होला राम्रो देखिन्थ्यो भनेर हो तर सोचे जस्तो भएन यो जस्तो केही हुने हिँड्छ एक्सपन टुट्न आँटिसकेको छ हाम्रो यता भेगेको छ अरू भइयो होला अब फेरि चाहिँदैन हामीलाई स्याप्लिङको ध्यान एउटा स्याप्लिङ उठाउँ र यहीँ ल्याइदिउँ यहाँ रात पनि पर्न आँटिसकेको छ ल त फेरि यसको स्टिक बनाऊ है त अब आजको दिन ट्रेडिङ गर्दा गर्दै जाने हो ब्लेजरसित एक स्ट्याक स्ट्याक र 52 कति भयो त एक स्ट्याक 25 एउटा रहेछ यसलाई यहाँ मिसाइदिउँ 2 स्ट्याक र 33 रात परिसकेछ सुतौँ बाल मजा गाइज यता पनि सब रुखहरू लगाइसकेछन् हो मैले त्यताको जस्तै भनेको हो कि यताको पनि त्यस्तै हुन्छ कि भनेको भएन तर स्टिक त छड्ने कुरै हुँदैन जामै त फेरि त्यही ब्लेजर छौँ गुलाम त कति हुने यहाँ बाबा हो जता त्यता गुलाम छ नि यता कहाँ त ए यहाँ गफलबाट बस्यो चौध सकियो अब छैन 15 एमराल्ड कलेक्ट गरिसकेको छ है त हामीले अर्को लाइब्रेरियन कहाँ एन्डिङको किताबलाई त्यसले कति भनेको थियो कहाँ गयो त लाइब्रेरियन खै त कोही फेरि उहाँ एक्लै बस्नु अरू लाइब्रेरियन खै ए लाइब्रेरियन कता छ कहाँ गयो फेरि त्यो छैन ओइ र कहाँ गएको र त ल वहीँ भेटिन्न है त खै हराक्यो यतिखेर भर्खरसम्म त्यही थियो यार ए यहाँ के गर्यो अहिले ओए रिसास क्या त भन्छ है त किन पो यस्तो ओहो कहाँ सरी झुक्केर आई एम भेरी सरी रिसायो 34 भनेको थियो अहिले 39 मा पुरा आयो रिसा आयो यसलाई अलि सित बोल्नु हुन्न अहिले छोडिदिनु आजको लागि फिक्सेड गरौँ बाहिर जाम त्यसपछि रुखहरू पनि भइसक्यो होला
अरे कति हुने स्यापलिङ 15 स्यापलिङ आइसक्यो यहाँ त जङ्गलै भन्न ला त ल मैले खोजेको यही हो के रुख लिनलाई टाढा जानु पर्दैन नि त यति भएपछि त उड्न पाइले कति दुःख छ मान्छेलाई गाइस हेर्ने कबलस्टोन माइन गर्दा गर्दा बब्बाल खाल्टो भने नि यो त भयङ्कर छ कोही खस भन्ने नि यहाँ खस भन्ने त अझै हेरे खसाली यो सरी गाउँमा त बच सरी यिनीहरूले मलाई चाहिँ मार्न खोजिखाने यार डरा हेर ल टुट्यो मरे त ल यसमा मेरो केही गल्ती छैन है आई एम इनोसेन्ट ओए बचो सिप त ल तँ कति दिनसम्म बच्छ है त त्यही यत्तिकै हेरौँ है त ल हामीसँग अझै छ स्याप्लिङ 10 वटा जति लगाइदिउँ जता त्यतै जता त्यतै लगाइदिँदै हिँड्ने अब त यता के सेन्ड बाहेक अरू केही छैन यहाँ त जम्मै त हामी फेरि भिलेजतिर आफ्नै यिनीहरू भिलेजर बाहिर कसरी आयो यहाँ ल एउटा भिलेजर त बाहिर पो छ नि यार यिनीहरू बाहिर कसरी आयो त यो त ए यहाँ त यस्तो पो रहेछ त यार नो बाबु यसरी पो गएको रहेछ तिनीहरू मैले त ख्यालै नगरेको सायद त गोलम पनि यसरी नै निस्कियो होला क्या यिनीहरू जान सक्दैन अरू कतै त छैन यस्तो अरू त छैन यिनीहरू यति अस्ति जान सक्दैन कहाँ गयो त अरूको त्यसलाई ल्याउन सकिन्छ राम्रो त बिरेडी बिचरा यार इस यहाँ चाहिँ त यस्तो परो छ त Do you want this? यो भागोबाट अब आइसक्यो अब दिन्छु साँच्चै अब पिट्दिन आइज यता आइज न आइज कि केही गरिदिन यार कस्तो नभनेको आजलाई यसलाई यहीँ छोडिदिनु मरे मर्छ अब मात्र यो यस्तै हो कि मैले भनेको यस्तै हुन पाए हुन्थ्यो भनेको ल ओके गाइज ल थ्याङ्क यू फर वाचिङ होइन आजको लागि यति नै भिडियोलाई लाइक गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्नु होला बाई बाई थ्याङ्क यू सो मच